ये देखो ढुङ्गा लानु ए धेरै त्यहाँ छुनेको ब्ल्याक डक त यहाँ हिँड्दैछ यार पोजिङ छैन हाम्रो छाती बराबर छ यार। फेरि पनि स्वागत छ तपाईहरुलाई मेरो यो नयाँ ब्लगमा। आज चाहिँ हामी साथीभाइहरु मिलेर यसो चिडियाघरतिर घुम्न गइरहेका छौं जनावरहरु हेर्न। त्यो जाने क्रममा हामीले यो बाघहरु देख्यौं। यो बाघहरु तपाईहरुलाई देखाइरा छु। यो टाइगर तर यो हेरे स्टाइलमा यो बसेको छ र अगाडि सबै के हुनेछ के जनावरहरु छ यो चिडियाघरमा त्यो म तपाईहरुलाई देखाउँछु। यो चाहिँ काठमाडौँको ललितपुर स्थित जाउला खेलमा हो यो। यहाँ चाहिँ यो जूमा चाहिँ यो बाघ छ। यो दुईटा यसमा चाहिँ यो फोरमा चाहिँ दुईटा बाघ रहेछ। एउटा पोथी यो चाहिँ पोथी हो अनि त्यो माथि बसेको अघिको वाला चाहिँ त्यो भाले हो रे। भाले पोथी बसिरहेका छन् र अगाडि के हुनेछ मान्छेको सबै कुराहरु म तपाईहरुलाई देखाउने छु। भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला। यो चाहिँ भाले हो रे। भाले बाघ यिनीहरुलाई बाघको छाला लगाएर त्यही भित्र मान्छे बसेका हुन्छन् के बाघको सेम बाघको छाला लगाएको अलि जोडले यार अझै दुईटा हाततिर लगाएर त्यो माइक बना जस्तै के उसले भन्छ मेरो कपी गरिराख के भन्ने बाध्य छ न त तँलाई। यो हेर्नु न यो अल्छी यो अल्छी रहेछ यार। हेर त सुत्न बाहेक केही छैन। यसलाई माखाले यति डिस्टर्ब गरिरहेको छ नि। त्यही भएर त खान्छ होला हैन त्यो मान्छे। तल आइज भन्नु त उलाई मासु खाएको छैन उ मासु। खै त्यसले तल आइज भन्नु त मासु मासु लभर। अरे उठ्न एकचोटि के सुत्या जंगलमा भइरहे भए यिनीहरु अलि फुर्तिलो हुन्थ्यो होला। यो चिडियाघरमा राख्दा बाघ पनि स्याल भइसक्यो। जाउँ अरूतिर यहाँ अहिले आउँला एकछिनमा। झर्दैन तिम्रो आयो कि भो भने जस्तो यार त्यो। पार्टनर हो कि दाजुभाइ हुन्? यो चाहिँ बिरुदाईको मेलामा छुटेको भाइ हो रे कान्छो भाइ। ब्रदर पाक यो मेरो कान्छोलाई केही सम्बोधन गरिदेऊ त। भनाइ यहाँ सुन्नु एउटा भनाइ यहाँ यता एउटा भनाइ सुन्नु भएको छ कि नै? केटा मान्छेलाई बिहाभन्दा अगाडि त्यो जति बाघ भयो नि बिहा गरिसकेपछि स्याल हुन्छ। त्यो बाघलाई पनि बिहा गरेर केटी राख्यो भने स्याल भयो त्यो। ल जा के भन्नुहुन्छ भन्नु त के भन्नुहुन्छ? यो स्याल रहेछ भन्ने मेरो साथीले भने। ल हेर्न सुत्या केही पाल छैन यिनीहरूलाई यार। सुत मजा आयो सुत। खाँदै सुत्दै अरू केही काम छैन यिनीहरूको। खान लाग्छ त्यो अहिले हेर्नु। अब एकछिन फेरि अल्छी लाग्छ फेरि सुत्छ।
सुतेको सुते बाघको नाममा कलङ्क रहेछ त्योभन्दा बरु डल हेरेकै एकदम उचित लाग्थ्यो होला समाउनु पाउँथ्यो खेल्न पाउँथ्यो होइन यो त सुत्या सुते सब विवाहको कारणले हो केटा हो विवाहको कारणले नगर विवाह नगर बाघ पनि स्याल भएको छ नि त्यस्तै स्याल बहिनी हो नगर जल गैँडा हेर्न आएको यहाँ गैँडा छ गैँडा हेलो गैँडा खाना जल गैँडा चाहिँ यो जलमा प्रस्थान गरेका छन् जस्तो हामीले अनुमान गरेका छौँ मेरो साथीको भनाइअनुसार 30% पानीमै रहन्छन् मेरो साथी चाहिँ जल गैँडा विज्ञ हो उहाँको केही भनाइ सुन्नुहोस् ल साथी भनिदिनुहोस् त पानीमा 60% जति हुन्छन् बाँकी 40% चाहिँ उनीहरू बाहिर ओभानो भूमिमा हुन्छ होइन जमिनमा हुन्छन् उनीहरू पानीमा सामान्यतया 15 देखि 20 मिनट पानीभित्र बसेपछि एकछिन पानीबाट टाउको बाहिर देखाउने गर्दछ ननिष्ठ 15 देखि 20 मिनट बस्दिन्छ होइन पानीमा त्यसो सास फेर्नु रहेछ ए ल धन्यवाद एकछिनपछि यो रमाइलो जानकारीको लागि यो चाहिँ अहिले पानीदेखि आछन् यति नजिकबाट ल पहिलोचोटि देखाएको मैले यो बाघलाई हिप्पोलाई यो त मैले के सर्प खाइरहेको थिएँ जस्तो लागेको थियो हाम्रो राजन सरले चाहिँ त्यो दाँत हो भन्नुभयो दाँत पनि यसको के साह्रो ओ बाबा यसलाई त सास फेर्नु पनि गाह्रो हुन्छ क्या उठ 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 ओ बाबा खाने बिर्ता कुरा गर्नु त हिप्पो हिपा यो हो हिप्पो देखो हिप्पो को दूसरा हिप्पो ये सोया पड़ा है ये देखो वाह दाँतै हो र राजन सर त्यो ये देखो भैया तोडताड गरेर आउनु पनि बेर नलाउला होइन राजन सर यो हात हटाउनु न हात त्यसको माथि छँदैछ हात लुकाउनु यस ये जसलाई बफ मनपर्छ मोमोज यी जिउँदा चल्दा फिल्दा मोमोज डुल रहे घूम रहे यहाँ पे मोमोज कप मोमो मनपर्छ कि न दाइ मोमो मनपर्छ यही हो नि मोमो 1 प्लेट चाहिएको 2 प्लेट खुट्टा कहाँ राखेर सुत्या छ हेर्दै हेर्नु त दाजुभाइ के छ ये देखो मोबाइल तान्यो भने रुनु हुन्छ फेरि यार ये देखो मत खिच्न हाँ के खाँदैछ यो पोटास यसले सधैँ खान्छ यो तपाईको मोबाइल ताने यार दाइले मोबाइल हान्न लाग्थ्यो तपाईँको यार नलग्नु है नजिक के गर्दैन तान्दैन होइन छिर्दैन नि ल बरु खानेकुरा ल्याइदिनु पर्ने नदिने ल हात मिलाउनु न दाइ हात मिलाउनु न गुड ल गुड गर तेरो दाइसँग ल दाइसँग गुड गर बाबु ल गर्न हेन्चेक गर्न त आज चाहिँ दाइ यो दाइ यो नि त खाओ यार मुखडा अब सुन्नु सर त्यो हाम्रो सुन्दैन होला होइन सिसा लगाएको तिम्रो नाक कहाँ गयो है भन् त
परेशान छन् बिचराहरू यार। यसले के काम गर्यो कि यसको नाक काटाइहाल्यो यार, नाकै छैन यसको यार। खेल्ने मान्छेको होइन, खेल्ने रमाउने उफ्रिराख्ने मान्छे भन्नु चाहिँ जनावरलाई यसरी सबै मान्छे हजुर खालि त्यही ब्रेन मात्र हुन्छ, फरक हुन्छ। पिन्जडामा थुनिदिएको तपाईँ निराश पर्छ। दोस्ती के गर्यो यार, नाक काटाइहाल्यो यार। यो यार नाक काटाइहाल्यो यार यसले, केही त गल्ती गरिराख्यो होला नि। बल्लु भाइ तल पनि रहेछन् कुनामा बसेको। बल्लु यार बल्लु घरको आधी भाग छोपिहाल्यो अघि नै। बल्लु भाग्यो यार। त्यहीँ जाउँदा त्यसको नाम पवनकली हेलो पवनकली। लगाएको छ कि लाली। पवनकली ओ पवनकली कहाँ चली एउटै छ यार साथी खोइ। यसको नाम पवनकली रहेछ। यो पढ्नु त बिरु सर के पढाएको छ, यो के लेखेको छ? मेरो नाम पवनकली हो। तपाईँको नाम पवनकली माय नेम इज पवनकली। एक पवनकली हो, अर्को पवनकली। त्यो भन मान्छे खेल देखाएन। त्यो शोकमा छ कि त्यसको साथी छैन नि त। चितुवाको घर यो देख्नुहुन्छ, चितुवा। यहाँ नाच्न लाग्छ यार। उनले अघि यहाँ भएको बेला थिएन होला नि, रूपमा कति मजाले चल्नु के गर्दैछ, कस्तो बनाउने छ यार। बोका हो क्या युट्युबमा यो त बोका हो क्या हो यार यो त। ओए त्यो तल पनि छन् अरे छैन त। यिनीहरूको आवाजै सुनाएन यार। उता गयो यार जनावरको चटक, यता मान्छेको चटक। यस उफ कस्तो गनाउने निरबिरालो। हामी निरबिरालोको किन्तितबाट एक प्रकारको कडा गन्ध निस्कन्छ। यस यो मुत्ता है कोटेरो मुनिया ये है। ए बचपनमा त कति हानियो मारियो यिनीहरूलाई, कति मारियो यिनीहरूलाई। त यार गुडेलले हान्दा यार हान्छन्। यिनीहरू त भयङ्कर हान्छन् त यार। धुम्सी के भन्छन् गाईजी तपाईँहरूकोतिर यसलाई? सारो यसको काँडो सारो हुने मलाई भएको हुनाले यसलाई सारो भन्छन्। यो के हो यार? वन बिरालो। ए बिरालो के गरेको यार? माथि डाउन ठाउँ त छैन नि। मजा आयो। हाम्रो गाउँघरतिर मान्छे खान्थ्यो, भेडा बाख्रा लिएर जान्थ्यो, अनि यहाँ खोरमा छुनिएर अहिले मजा आयो होला होइन? ओ चिता भाइ मजा आयो? कहाँ लाग्यो यार? भित्र पस्यो खुइ खुइ। नाच रहे हो, नाच भालु नाच। यो के भएको छ यार यसलाई? पैसा मिलेगा 5। नाच ल नाच मेरे भालु। यसलाई के सन्चो छैन क्या हो यसलाई यार? बिमारी छ क्या रजन सर? दिशा पनि त्यस्तै पातलो फेस पनि त्यस्तै छ। यसलाई सन्चो छैन। यसले विरुद्धको जस्तै धेरै खायो क्या हो? सन्चो छैन। लिकेज छ क्या? लिकेज छ क्या? यिनीहरू झगडा गरिरहेछन्, शरीरमा घाउ छ। एउटा माउ होला, दुईटा भाले होला, 3टा छन्।
यो सबभन्दा सानो छ। सबै जनावर देखियो होइन। हेरौँ त अब यो कुन जनावर हो? गेस। मानव पनि जनावरै हो। ये क्या है? नहीं मलाई यसको लेग पीस चाहिए। यहाँबाट आयो नि यसलाई होइन। ये उल्लू ये गुल्लू। उल्लू भन्ने मान्छे यो उल्लू, ये उल्लू, यो उल्लू बोल्ने यो उल्लू, ये सबै यसलाई उल्लू भन्ने सबै उल्लू। ए नरिसाना यार बोल दे तेरो साथीले कति बोलाएको बोल्दै यार अब रिसाइसक्यो उसले। बोल्छ कहाँ बोल्छ अब यस्तो राम्रोसँग खतरा। होला रिस उठिसक्यो। है बोलाउनु त दाइ। हेर्नु त एउटा खुट्टा टेकेर तपस्या गर्दैछ र एउटा खुट्टामा तपस्या हुँदैछ यहाँ। यो के हो? हेलो सखेवा। सियाल। किबो 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 यसलाई। ये ताल है पोखरी का ताल जहाँ इंसान आके होता है बेहाल। ये राम्रो छ दृश्यहरू। कछुआ। ये देखो ये देखो ये देखो। यसले खान्छ के? यसले भ्यागुत्ता। यसको लागि भ्यागुत्ता डेली ल्याउँछन् होला है। यसले भ्यागुत्ता खान्छ, कहिलेकाहीँ दिमाग पनि खान्छ। लेखा होला नि दाइ। गोमन कोब्रा। सुत्नेवाला हो, अल्छीवाला हो। अल्छी हो यो। टाउको कता छ? बिचमा त होला हो। यहाँ छ यार टाउको। यता छेउमा राखेको छ। अजिङ्गर होइन। यता पनि अर्को दुईटा तिमीलाई छौ भन त्यहाँ छुनु पर्दैन यहाँ हेर। तिमीले यहाँ छुनु पाउँछौ? त्यो भन्दा उताको माथि ठुलो हो। सर्प देखाऊं? सबभन्दा डेन्जर अनि खतरा सर्प। देखाउनु न। ये देखो नागिन चल रहे हैं दोनों।
ओ डेन्जर देखो कोब्रा ओ डेन्जर कोब्रा। बाउ यस्तो गर्नु न वीर दाइले भनेअनुसार सुन्नमा चाहिँ यी सब हाडेको छु भन्दै हाडे गरिसकेको छ र हामी अब निस्कियौँ यो जूबाट र यो ललितपुरको यो फिस टनल पनि हेर्ने इच्छा थियो तर यहाँ चाहिँ रात परेको कारणले हेर्न जान सकेन फिस टनल फ्रियाना फिस अब यति नै छ आज टाइम पुगेन हामीले जानुपर्ने हुन्छ त्यही भएर अब हामी गइराखेका छौँ आजलाई यति नै ब्लग काठमाडौँको मिनी ब्लग यति नै बाँकी ब्लगहरू आउँदो समयमा ल्याउँदै नै गर्नेछु र तपाईँलाई देखाउनेछु हस् त धन्यवाद मेरो च्यानल मन परेमा अनि यो भिडियो मन परेमा लाइक गर्नु होला भिडियो सब्सक्राइब गर्नु होला के सल्लाह सुझाव भए कमेन्ट मार्फत दिनु होला खुसी लाग्यो धेरै धन्यवाद यस यस यस